चाहिँ अब रेडी हुन आँटेको किनकि म चाहिँ जानुपर्ने छ ड्युटी। म चाहिँ अघि ब्रेक भएर आएर सिधै सुतेको थिएँ नि त, अन्त चाहिँ निन्द्राले यस्तो डरलाग्दो साह्रो पारिरहेको थियो कि बेलुका ढिलो आइपुग्नुपर्छ नि त, अन्त चाहिँ त्यही भएर चाहिँ म चाहिँ आउने बित्तिकै सुतेको थिएँ। अनि मेरो लुगा चाहिँ यो छ हो, अनि ब्लेजर रेडी चाहिँ भइसक्यो। अब चाहिँ गर्नुपर्छ मेकअप र कपाल पनि बन्द गर्नुपर्छ नि त, अनि चाहिँ अलिअलि मेकअप गर्नुपर्छ हो। ग्रुमिङ चाहिँ इम्पोर्टेन्ट छ नि त। अन्त मैले साडी लगाएको हेर्नुहोस् तपाईँलाई कस्तो लाग्यो मैले लगाएको साडी। लगाएर एकदम एक्सपिरियन्स भइसक्यो साडी लगाउनु पनि। अब चाहिँ गर्नु आँटेको छु म मेकअपमा चाहिँ म यो लगाउँछु सनस्क्रिन हो। त्यहाँदेखि यो छ फिट मेकअप फाउन्डेसन, अन्त छ मेरोमा छ यो आई प्यालेट, अनि छ ब्लस पनि सक्न आँटेको दामी छ ब्लस चाहिँ हो। अनि त्यति हो, म यति मात्रै लगाउँछु ब्लेन्ड गर्नुको लागि। यो त चाहियो नै चाहियो। पहिला लगाउँछु म सनस्क्रिन, फाउन्डेसन पनि मेरो सक्नु आँटेको छ। यो पनि मलाई बहिनीले किनिदिएको पो त सक्नु आँटेको छ। बेसी लगाउनु हुँदैन। बहिनी आएको थियो नि त अस्ति भएन कहिले जनवरीमा आएको थियो, अन्त त्यति बेला किनिदिएको। सक्नु आँटेको छ। अब फेरि आउँदा त्यसलाई किनिमाग्नुपर्छ। प्यालेटको पनि बिजोग भइरहेको छ। यो पनि बहिनीले ल्याइदिएको मलाई हो, छैन मान्छेर। कस्तो दामी दामी सेड छ, तर यो वाला ग्लिटरवाला दामी छ। म चाहिँ यो पिङ्कवाला चाहिँ लगाउँछु। यो पिङ्कवाला र यो मात्रै लगाउँछु नि त। यो दुईटा चाहिँ मैले छुको पनि छैन, यो र यो चाहिँ छुको पनि छैन मैले। कस्तो चाहिँ अल्छी लाग्छ भने नि मलाई ड्युटी जानु। बिहान पनि जानुपर्छ, बिहान फेरि गएर त्यहाँदेखि फेरि ब्रेक गर्नुपर्छ 1 बजी, त्यहाँदेखि ब्रेकबाट आएर फेरि जानुपर्छ 5 बजी। त्यहाँदेखि त बेलुका त हुन्छ नभनेको 11-12 बज्छ। त्यही भएर निन्द्रा पुग्दैन। ब्लस चाहिँ म बेसी लाउँछु किनकि मलाई ब्लस पुरा मनपर्छ नि त, त्यही भएर। म चाहिँ ब्लस गर्ल। चलाउनेवाला चाहिँ म लिप कम्बोमा चाहिँ यो छ मेरोमा बोल्डको म्याट लिप लाइनर, अन्त छ मेरोमा लिपस्टिक। मेरोमा अझै एउटा सेडको पनि छ, यो ल्याक्मीको। यो पनि दामी छ। यसको कलर चाहिँ यस्तो छ कि कस्तो दामी छ, ग्लसीमा छ। यो लगाएपछि चाहिँ ग्लस लगाउनु पनि पर्दैन नि त। अन्त चाहिँ यो मैले अस्ति किनेको कति पनि भएको छैन, तर ग्लसीमा भएर होला कस्तो छिटो सक्दो रहेछ। दामी छ यो पनि। पहिला चाहिँ म कोर्छु लिप लाइनर। मेरो ऐनाको हल्ला चाहिँ यो पनि मैले फुटाएको। यहाँनिर राखेको थियो नि त कि लिपस्टिक चाहिँ लाउँछु म हातले नै, किनकि म डाइरेक्ट कोटमा लाउँदिनँ नि त। यो वाला चाहिँ म डाइरेक्ट ओठमा लाउँदिनँ, अर्को चाहिँ म छिटो लगाउँछु किनकि यो पुरा उयो छ कि ड्याप्पै लाग्ने खालको छ कि, अन्त यसलाई चाहिँ अलिक कम्ती मात्रै लगाउँछु। सिउँदो छुट्टै रहनु त पर्दैन, त्यो बेसी बिचमा सिउँदो छुट्टाएकोले अलरेडी सिउँदो बिचमै हुन्छ कि, तर पनि आधी
यताको कपाल उता उताको कपाल यता भइरहेको हुन्छ नि त त्यही भएर चाहिँ गल्यो हात पुरा गल्यो कपाल चाहिँ भइसक्यो मेरो अलिकति यहाँनिर यस्तो गरेर चाहिँ फाइनल टचअप दिनु छ यहाँनिर चाहिँ म स्निप लाउँछु नि त किनकि यो बिचको कपाल चाहिँ पुरा उठ्छ यहाँनिर छ मेरो क्युट क्युट इयरिङ्स मेरो फाइनल लुक हो म चाहिँ अब रेडी भइसकेको छु म तपाईँलाई देखाउनेछु मेरो फाइनल लुक चाहिँ मेरो मेकअप चाहिँ कम्प्लिट भइसकेको छ मैले हेर्न पनि गरेँ अनि त्यो चिटिकै भएको मनपर्छ कि त्यो कपाल यताउता उडी गएको चाहिँ ठ्याक्कै सहनु सक्दिनँ कि पुरा रिस उठ्छ मलाई त्यस्तोहरू भयो भने चाहिँ अन्त तपाईँलाई कस्तो लाग्यो मेरो इयरिङ्स कमेन्ट गरिदिनुहोस् होला मेरो चाहिँ मेकअप भएको छ कम्प्लिट मेरो चाहिँ मेकअप यस्तो भएको छ हो एकदम हल्का अनि मेरो इयरिङ्स यस्तो छ तपाईँलाई कस्तो लाग्यो कमेन्ट गरिदिनुहोस् होला यो चाहिँ मैले उयो बजारमै किनेको नि अन्त अब चाहिँ लगाउने छु म पर्फ्युम छ हो अनि यो पनि मेरो नानाको पो त नानाको लिएर आएको घरबाट जुत्ती लगाउनु अनि चाहिँ मेरो ब्लेजर पनि मैले भएको छु यहाँ अघि देखेको थियो मैले दाग लागेको यो चाहिँ हो मेरो फाइनल अलिक ब्याक गर्छु न म अन्त त्यो मेरो फाइनल देख्छ पछिको मेस चाहिँ यत्तिकै हो ब्याग यो पनि मेरो नानाकै हो ब्याग पनि यहाँ मेरो भनेको केही छैन प्रायः जस्तो मेरो नाना मेरो बहिनीको लुगा होला अन्त आधी उधी नाना बहिनी सबै छ मेरो भनेको चाहिँ यतिवटा मात्रै छ यो घडी पनि मेरो होइन यो घडी पनि मेरो होइन भन्नुपर्दा चाहिँ फाइदै रहेछ दिदी बहिनी हुनु पनि किनकि सबै सामानहरू बटुल्दै ल्याउनुपर्छ हो अन्त म चाहिँ भइसकेको छु एकदमै रेडी हो अन्त कस्तो देखियो तपाईँले कमेन्ट गरिदिनुहोस् ल मेरो मेकअप कस्तो लाग्यो तपाईँलाई पुरा मनपर्छ अनि छ हो यति नै हो कस्तो देखिरहेको छ कमेन्ट गरिदिनुहोस् होला थ्याङ्क यू फर वाचिङ बाई बाई